नमस्ते हो वायर फ्यान सबजना सन्चै हुनुहुन्छ होला मलाई पनि ठिक छ। आज चाहिँ हामी धेरै पछि सर्ट राइड जाँदैछौँ। सर्ट राइड गर्ने हामी यहीँ माथि के भन्छ झ्याप ड्याम जाँदैछौँ। मसँग हैसिन्छ सन्देश दादा, विश्व भाइ अनि रश्मि बहिनी, हामी 4 जना जाँदैछौँ। हल्का ड्राई पिकनिक जस्तो हामीले आफै लगेर हामीले ब्यागमा इनर्जी ड्रिङ्क्स अनि धेरै कुराहरू लगिरहेको छौँ। अब हामी जान्छौँ। ल अब हामी जानुपर्ने हुन्छ। अगाडि के हुन्छ लेट्स गो गाइस, भिडियो लास्टसम्म हेर्नु होला। आज रोमान्टिक सिनहरू सहित हामी राम्रो ठाउँहरू पनि देखाउने छौँ। यस्तो भन्न मेरो दादाको भ्लगमा सबैले चाहिँ लाइक गरिदिनु होला। सब्स्क्राइब। सिंगल भाइ हुनुहुन्छ फेरि सिंगल केटी छ भने चाहिँ यता पनि हुनुहुन्छ सिंगल। अनि यता दाइ पनि त सिंगल छ। सिंगल हुनुहुन्छ। अनि के भन्नु सबले लाइक सब्स्क्राइब गरिदिनु भन्। सबले लाइक सब्स्क्राइब गरिदिनु होला। जाम अब हामी जानुपर्ने हुन्छ। हजुर ओके अब हामी चाहिँ लाग्यौँ। म चाहिँ पछाडि बसिरहेको छु टक्क एउटा ड्राइभरहरूलाई अलि अगाडि हिँड्छ अब हजुर। अलि पुरै अगाडि हिँड्छ न अब। अलि बिस्तारै हिँड्नु न। अब हल्ली जान्छ त हल्लिन्छ। कस्तो फिल भइरहेको? के दामी नि। हामी चाहिँ यहाँ सुन्दरी जलबाट प्रवेश गरिसकेका छौँ। अनि हामीले चाहिँ यहाँ इनर्जी ड्रिङ्कहरू के लगिरहेछ। अब हामी त्यही माथि गएर खानुपर्ने हुन्छ। त्यहाँ बहिनी र भाइ अनि यहाँ सन्देश दाइ र म। यहाँबाट दामी भ्यू चाहिँ देखिरहेको छ। बाटो चाहिँ यहाँ हल्का अलि रोमान्टिक छ हैन, तर हो यस्तो यो खोलाहरूमा यसरी बस्न चाहिँ मजा आउँछ। तर के हामी फर्किँदा बस्नुपर्ने होला। यहाँको महँगाइ अनुसारको व्यवस्था पनि रहेछ। रहन चाहिँ पुरै दामी पिच गरिदिरहेको रहेछ। बाटो जस्तो भए पनि आज बाटो निर्माण कार्य हुँदैछ अरे। यस्तो छ। ठिक छ, महँगी त हो, लास्ट महँगी हो, तर त्यही अनुसारको व्यवस्था नि भइरहेको रहेछ। ठिक लाग्यो मलाई। यस्तो दामी ठाउँ, यस्तोमा बस्न नि मजा आउँछ यार। यस्तोमा बस्न नि मजा आउँछ भनेको क्या। एउटा चाहिँ बाटो अफरोड रहेछ। ठिक छ, अफरोडमा हिँड्नुको मजा बेग्लै हुन्छ। फेरि त्यही पनि केही छैन। टायर लास्ट खुलिया छ होला नि त, त्यही भएर लास्ट सिलिन्छ। पछाडिको भत्ता चेक गरे आएको फेरि हो र। ठिक छ त। क्रस मारेको भए मैले लचक गर्ने हो। त्यो
आज ब्यागमै हाल्नुपर्ने रहेछ है रहेछ हिँडेर जाने रहेछ तर यस्तै भयो त सबसँग हिँडेरै जानुहुन्थ्यो यार ला के भनिदिएर वाइफेन भइदिनु हुन्थ्यो रे हामी पनि सिङ्गलै थियौँ क्या रे बाटो त ध्वस्तै रहेछ के भन्नु है त्यो पनि ठिक छ गाइस यो हरियालीमा उड्छ पाछ गर्दै घुम्दै रमाइलो गर्दै हामी सातो गइसक्यो अरे बहिनीको हो के हो र जाम न त्यो खोलासम्म पुगौँ न क्या दामी यार ला यतिबाट हो मैले त खोला जाने भनेको क्या उता गइसक्यो त उहरू फर्की त जानुपर्छ सेम लौके झरनाको जस्तै रहेछ भ्यू त हामी यहाँबाट अब निस्किनु पर्ने हुन्छ यहाँबाट सिधै माथि पुग्न खोजेको है बाटोहरू धेरै रहेछ क्या त्यही भएर यस्तो हरियालीमा टक्क खासमा हिँड्दै हिँड्दै जानुपर्ने हो हामी त्यही नै ठिक छ जस्तै छ अरे क्या त्यही भएर हामी चाहिँ 2 घन्टा लाग्छ भनेर चाहिँ हामी बाइकमै जान आँटेको नत्र हामी हिँड्न नि सक्छौँ होला अफ रोडमा बहिनीको सातो नै गयो अरे होइन विश्वले फेरि सेफ राइड हान्छन् जसले जे भने पनि कस्तो महसुस भइरहेछ बहिनी अनि यस्तो जङ्गलको बिचमा आनन्द आउने भइहाल्यो नि ह्याप्पी सटरडे या बाइक जस्तो भयो भने इन्जिन चाहिँ खतरा छ है बाइकको फेरि खत्रै तान्या छ अगाडि गएर बसिरहेछन् बाइक जस्तो पनि खत्रै तान्या छ है बाइकले गाइज हामी चाहिँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चाहिँ हिँडिरहेका छौँ अहिले हामीलाई कुरेर बसिरहेको पनि थिएँ बहिनी र भाइ अनि सन्देश चाहिएर म चाहिँ आएर हिँडेर विश्राम लिइरहेका छौँ अब हामीले ल्याउन चाहिँ धेरै कुरा ल्याएको छ खानेकुराहरू फलफुल पनि ल्याएको छ आप अनि धेरै ल्याएको छ माथि गएर खान्छौँ माथि गएर देखाउँछौँ त यहाँ शीतलमा बस्न आएको कहाँ हाल्छ बाइक अब हामी एकछिन बस्नु पर्ने हुन्छ बहिनी थकित छिन् हजुर ल यस्तो गर न त्यो अब यहाँ बसेर अब केही खानुपर्ने हुन्छ के अरे यो हल्का इनर्जी ड्रिङ्कहरू अनि हल्का भोक लागे जस्तो नि भयो अनि हामी बाइक चाहिँ उता राखेर साइडमा ट्याक्क खानुपर्ने हुन्छ ल गाइस अनि हामी खाएर फेरि सिधै माथि ढाप ड्याम जान्छौँ देखिरहेछ खै इनर्जी ड्रिङ्क हामीले चेस गरौँ तर म समात त इनर्जी ड्रिङ्क ल हामी चाहिँ अब खानुपर्ने हुन्छ फलफुल सब हामीले खानुपर्ने हुन्छ ल सबैले अहिले खानुपर्ने हुन्छ बिस्कुट पनि यहाँ छन् लगाइ अब हामी सिधै अहिले एकछिन पछि भेट्नेछौँ खाइसकेर सिधै माथि जाँदा ल हामी चाहिँ पुरै खाइसकेर पुरै सब खायौँ आइसक्रिम पनि सकिसक्यो अब हामी निस्किनु पर्ने हुन्छ अब हामी सिधै माथि ढाप ड्याम गएर भेट्नेछौँ गोरिया छ सन्देश दाइ नि गोरो हिँड्छ तर मजा आयो चाउचाउ नि धेरै ल्याइदिउँ हामीले आँप पनि ल्याइदिउँ धेरै सब यसलाई चाहिँ खोया भन्छ अरे हाम्रोतिर गेडा भन्छ आफ्नो लोकल भाषा हुन्छ यसको साइन्टिफिक नेम के हो
यो हामी यता नजाम आज ल ठिक छ हामी माथि गएर भेट्नेछौँ हस्त गाइज है अब हामी सिधै निस्किनेछौँ हामी चाहिँ पुगिसक्यौँ यहाँ चाहिँ ड्याममा हामी जाँदै हो हामी चाहिँ ड्याममा पनि अब जाँदैछौँ होला हावा चाहिँ बबाल लगाइरहेको छ बहिनी आइरहेको छ बहिनीले ब्याग स्याग बोकिरहेको सन्देश दाइ र बिचो चाहिँ अगाडि छ मान्छेहरू चाहिँ जस्तै त्यस्तै उभिरहेको पनि छ बबाल त्यहाँ तल जाने एकचोटि ल यहाँ माथिबाट छेउछेउ हिँड त म बनाइदिन्छु सिंह ल बहिनीले चाहिँ जस्तै समाइरहेको छ दाइको सुको कपडाहरू अनि हामी चाहिँ यहाँ पनि जान्छौँ होला अहिले एकचोटि कहाँ अब यहाँबाट जानु पर्ने हुन्छ चर्तीकला होइन ला धुनु पर्ने हुन्छ लौ बुझ्छ देखाउ त ओए के बोलेको बहिनी नानु चाहिँ यहाँ धेरै घुमिसक्यौँ अब हामी फर्किनु पर्ने हुन्छ त्यसैले गाइस धेरै फोटो खिचिसक्यो हामीले यहाँ हल्का भोक लागेको अवस्था भइरह तपाईँ के भन्नु न झ्याप्पै अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ हामी चाहिँ यहाँ जस्तै घुम्यौँ अहिलेसम्म भिडियो हेरेर साथ दिनु भएकोमा थ्याङ्क यू सो मच फर वाचिङ गाइस काठमाडौँमा भएर घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ भने तपाईँहरूको लागि पनि ढाप ड्याम चाहिँ एउटा राम्रो डेस्टिनेसन हुनेछ थ्याङ्क यू सो मच फर वाचिङ गाइस